मैले पनि एउटा व्यक्तिमाथि चाहिँ पुरानो सरकारले एकदमै कुदृष्टि नै राखेर नै कार्य गरेर हो कि जस्तो मनमा चाहिँ परिरहेको थियो नितान्त हाम्रो जनताहरूलाई भए जस्तै र नयाँ सरकार आएपछि चाहिँ न्याय पाइन्छ होला भन्ने लागिरहेको थियो। तर अब यो विगत 3 महिनाको प्रगति हेर्दा ओर्दा चाहिँ किन भइरहेको छैन। अब 3 महिनामा चुनाव छ, नयाँ शक्ति भने पनि जे भने पनि रासोपा एउटा शक्ति हो, जनताले विश्वास गरेको, अरू पनि आउँदै त हुनुहुन्छ, तर सङ्गठन विस्तार भएको हिसाबले चाहिँ रासोपा एकदमै अब प्रबल सम्भावना भएको जनताले आशा राखेको पार्टी हो भनेर मैले हेरिरहेको बेलामा 3 महिनाको प्रगति हेर्दाखेरि चाहिँ म अलिक चिन्तित थिएँ। अब कस्तो हुन्छ भने अब रिसेन्टली हाम्रा धेरै कलाकारहरू विदेश गइराख्नु पर्ने भएको छ, नजस कलाकार हाम्रो जनता नै विदेशी पलायन हुनुपर्ने आवश्यकता छ नि त होइन। कहीँ मलाई पनि दिमागमा आउँछ अब यो देश बस्न लायक छैन कि बाहिर जाने हो कि भनेर, त्यसैको एउटा अन्तिम आशा भनौँ न जे भने पनि अब विचार भेट्न बोलाउनु खोज्नु भएको छ भनेपछि मलाई पनि मनमा परिरहेको यो अन्याय किन भइरहेछ त भनेर नि भेट्न खोजेर आएको हो। म विशेष गरी चाहिँ यस्तो छ दाइको भनाइ चाहिँ दाइसँग मेरो धेरै अगाडिदेखिको चिन्जान हो, योभन्दा अगाडिको चुनावको बेलातिरदेखिको पनि चिन्जान हो होइन। मैले गोपीकृष्णको फिल्म गर्दाखेरि निकिता दिदीहरू निरक दाइहरूसँगदेखिको चिन्जान हो त्यो बेलादेखिको। उहाँको भनाइ चाहिँ तपाईँको कार्य जे छ म अहिले जुन कमिटमेन्टहरू छ त्यस्तो कमिटमेन्टहरूमा प्रब्लम हुँदैन भने ओपनली आउनुहोस्, तपाईँ च्यालेन्ज एक्सेप्ट गर्ने मान्छे नै हो जस्तो लाग्छ, तपाईँ खुला मैदानमा आउनुहोस् भन्ने उहाँको आशय थियो। तर मेरो चाहिँ भनाइ के हो भने म एकदम सरल नागरिक हो, नेपाली नागरिक मात्रै हो, कुनै पनि पोलिटिकल पार्टीको मान्छे होइन, तर सजग नागरिक पनि हो, सही गलत छुट्याउन सक्ने एउटा विवेकशील नागरिक पनि हो जस्तो लाग्छ। राष्ट्रसभामा प्रवेश गर्नको निम्ति उहाँले भन्नुभएको, उहाँले खुला हिसाबले आउनुहोस् न, तपाईँ चाहिँ चलचित्रमा जसरी योगदान दिइरहनु भएको छ 1 दशक भयो, अब डाइरेक्टली पनि आउनुहोस् न भन्ने कुरा पनि भयो। मैले पनि के भने अहिले तत्काल चाहिँ मेरो कमिटमेन्टहरू छ होइन, त्यस्तो मैले विचार पनि बनाएको छैन र आजको भोलि नै यसरी चेन्ज गर्ने भन्ने कुरो पनि हुँदैन। तर जसरी अन्याय हुँदाखेरि फिल्ममा पनि एउटा नायकत्वको भूमिका देखाइन्छ, त्यसरी नै देशमा समस्या पर्दाखेरि आउनै पर्ने अवस्था आयो। मभन्दा धेरै क्यापेबल मान्छेहरू हुनुहुन्छ, तर क्यापेबल मान्छेहरूले चाहिँ आफ्नो दुनो मात्रै सोच्ने, आफ्नो परिवारको हितको लागि मात्रै सोच्ने गर्नुभयो भने त 2nd ग्रेड 3rd ग्रेडकै भएँ म भनी पनि आउनुपर्ने अवस्था भयो भने आउला दाइ। तर अहिलेको लागि चाहिँ म एउटा गहना हो, कलाकार हो। अब गहना पनि फेरि कस्तो ठाउँमा सुहाउँछ भने एकदम सिँगार पटार भयो, मुख धोएको छ, नुहाइ धुवाइ भएको छ, एकदम चिटिक्क परेछ भने मात्र गहना सुहाउने हो। हाम्रो देशको मुहारमै पहिला सिँगार्न जरुरी छ। हामी त बाजी मुख नुहाउँदै ननुहाएको एकदम कुरूप भएको बेलामा यस्तो गहनाहरूले केही पनि सुहाउँदैन। हामीहरू चाहिँ देशको मुहार सुन्दर भयो भने मात्रै गहना काम लाग्ने हो होइन। मैले दाइलाई त्यही भने, तपाईँहरूले देशको मुहार सुन्दर बनाउनु भयो भने हामी जस्तो कलाकार देशको गहना भनेर काम लाग्ने हो। अब तपाईँ यता हुनुहुन्छ, नयाँ आएकोहरू पनि आफै एकअर्काको भोट काट्नेमा मात्रै जस्तो छन् भनेर मैले प्योरली आज जनता जे बुझेको छु त्यही भने। अहिलेको दिनमा तपाईँले राजनीतिक च्यालेन्जेस दिन तयार